हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ मैले फेरि एसेम्ब्ली ड्रइङ अथवा मेसिन ड्रइङ अथवा एउटा इम्पोर्टेन्ट क्वेसन लिएर आएको छु। यो पनि एकदमै इम्पोर्टेन्ट क्वेसन हो र यसमा चाहिँ हामीलाई के दिएको छ भन्दा एउटा सस्पेन्डरको डिफ्रेन्ट पार्ट्सहरू दिएको छ। यो चाहिँ हामीले के गर्नुपर्छ, एसेम्बल गर्नुपर्ने छ होइन त। यसमा चाहिँ के दिएको छ भन्दाखेरि दुईवटा दुईवटा प्लेट दिएको छ, यहाँनिर दुईवटा प्लेट दिएको छ होइन। दुवै प्लेटको टप भ्यू र दुईवटा के दिएको छ, केबल दिएको छ। केबलको पनि हामीलाई फ्रन्ट भ्यू र एउटा सेक्सनल भ्यू दिएको छ र हामीलाई के दिएको छ, M12 मेटालिक 12 mm डायोमिटरको चाहिँ के दिएको छ, नट दिएको छ। यो चाहिँ हेक्सागोनल छ होइन, हेक्सागोनल नट चाहिँ दिएको छ दुईवटा होइन। त्यस पछाडि हामीलाई एउटा यसलाई के भनौँ, रिङ भनौँ होइन, एउटा रिङ भनौँ र यसले चाहिँ के छ, यहाँनिर चाहिँ थ्रेड अथवा बोल्ट को काम गर्ने गरेको छ। र यो चाहिँ यसले चाहिँ के हो भन्दा सस्पेन्डरमा मतलब यसले चाहिँ कुनै कुरालाई होल्ड गरेको छ र यसबाट चाहिँ हामीले कुनै कुरा अरू कुरामा चाहिँ के गर्न सकिन्छ, जोइन गर्न सकिन्छ भने यसलाई सस्पेन्डर अथवा यसलाई कुनै झुन्ड्याउन मिल्ने कुरा भनौँ होइन। र यसलाई चाहिँ के भन्छ, एसेम्बल गर्नुपर्ने छ होइन त। ल यो चाहिँ कसरी चाहिँ बस्छ भनेर चाहिँ हामीले के गर्न सकिन्छ भन्दाखेरि डाइमेन्सनबाट हेर्न सकिन्छ। डाइमेन्सन चाहिँ कसरी हेर्छ, जस्तै यहाँनिर 50 mm छ। 50 mm चाहिँ यो के हो, थ्रेडको भाग दिएको, यो भाग चाहिँ के हो, थ्रेडको भाग होइन। यो थ्रेडको भाग भने चाहिँ 50 mm यो भित्रमा चाहिँ हामीले के गर्नुपर्ने हुन्छ, यो नटहरू चाहिँ एसेम्बल गर्नुपर्ने हुन्छ। र यो एउटा सर्कल जस्तो दिएको छ। यो भाग भनेको चाहिँ कस्तो भन्दाखेरि जस्तै यो प्लेटको भाग चाहिँ हामीले यो भित्र यो तल, यसको माथि, यसको तल, यो माथि के गर्नुपर्ने हुन्छ, एसेम्बल गराउनु पर्ने हुन्छ होइन। र त्यसबाट हामीले के दिएको छ, दुईवटा केबल दिएको छ। यो दुईवटा केबल चाहिँ हाम्रो यो सस्पेन्डरले चाहिँ के गरेको छ, होल्ड गरेको छ होइन त। त्यो होल्ड गरेको चाहिँ हामीले के गर्नुपर्ने, बनाउनुपर्छ। यो चाहिँ खास गरी अब यसरी झट्टै हेर्दाखेरि चाहिँ हामीले अन्दाज गर्न गाह्रो हुन्छ। त्यही भएर एकपटक हेरेर चाहिँ बनाउन सकिन्छ। र सुरु गरौँ है त। सबैभन्दा पहिला के गर्ने, यो बनाउनु पर्ने हुन्छ। यसको लागि हामी के गर्नु पर्यो, यो पार्ट बनाउनको लागि के गर्ने, सेन्टर लाइन तान्दिने, सेन्टर लाइन तान्ने। त्यस पछाडि के गर्ने भन्दाखेरि यो इनर सर्कल चाहिँ हामीलाई थाहा छ, रेडियस 15को सर्कल पनि बनाइहाल्ने। त्यस पछाडि यहाँ बिचमा मैले अलिकति छोडेको छु। यो अहिले म तपाईँहरूले सुरुमा बनाउँदाखेरि नछोडै गरेर लास्टमा इरेज गरेर पनि र त्यस पछाडि हाम्रो आउटर सर्कल चाहिँ कति हुँदा भन्दाखेरि 15 + 12 को होइन, 15 + 12 भनेपछि 27 को। यो भनेको हाम्रो कति हुने भयो, यो चाहिँ हाम्रो रेडियस, यो चाहिँ हाम्रो कति हुने भयो, यो आउटर सर्कल चाहिँ 27 को सर्कल। त्यो पनि के गरौँ बनाइहाल्नु। मैले यहाँ छोडेको कारण चाहिँ, अर्को छोडेको कारण चाहिँ मैले देखाउँछु। किनभने हामीलाई चाहिँ के बनाउनु छ, यो चाहिँ यस्तो खालको यहाँनिर एउटा आर्क बनाउनु छ र यो ओपट्टि प्रोजेक्ट भएको हुने, यो त माथिपट्टि प्रोजेक्ट भएको छ। त्यसैले गर्दाखेरि चाहिँ हामीले यसलाई चाहिँ नजोडेको, यो यहाँ पनि जोडेको छैन नि त, यो जोडेको त छैन नि त। त्यसका लागि चाहिँ मैले यो नजोडेको होइन। तपाईँहरू सुरुमा जोडेर लास्टमा इरेज गरेर गर्दा पनि हुन्छ। र यति भइसके पछाडि चाहिँ अब हामी के गर्नुपर्ने, यो माथिल्लो पार्ट बनाउनु पर्ने हुन्छ। माथिल्लो पार्ट बनाउन के छ, यहाँनिर दुईवटा के दिएको छ, आर्क दिएको छ। यहाँ एउटा आर्क बनाउनु पर्ने छ, यहाँनिर के गर्नुपर्छ, अर्को एउटा आर्क बनाउनु पर्ने छ। त्यसका लागि चाहिँ सबैभन्दा पहिला के गर्नु भन्दा योभन्दा थोरै अलिकति माथि 2 mm जस्तो माथि चाहिँ के गर्ने, एउटा लाइन, होरिजेन्टल लाइन, रेफरेन्स लाइन तान्दिने होइन। र त्यस पछाडि के गर्ने, हामीलाई थाहा छ यो M12 भन्छ हाम्रो, यसको थिकनेस अथवा यसको डायमिटर कति छ, 12 छ भने पछाडि यसबाट हामी 6 यताउता अफसेट गराउने। 6 अफसेट गराउने हामीले के हुन्छ भन्दाखेरि यहाँ दुईवटा पोइन्ट भेटिन्छ, एउटा यो पोइन्ट भेटिन्छ, एउटा यो पोइन्ट भेटिन्छ। एउटा यो लाइन लगेर यहाँ जोडाउनु छ, यो लाइन लगेर यो जोडाउनु छ र यो दुईवटा यसरी जोड्नु छ भने पछाडि हामीले के गर्न सकिन्छ भन्दाखेरि, अब हामीले यो आर्च बनाउनलाई चाहिँ के गर्ने भन्दा कम्पासको पोइन्ट यहाँ राख्ने, र हामीलाई यहाँदेखि यहाँ मेजर गर्ने, यहाँदेखि यहाँ चाहिँ के गर्ने, कम्पासको चाहिँ यसरी यो चाहिँ के गर्ने, घुमाउने, यसरी घुमाउने होइन। कम्पासको टुप्पो चाहिँ यहाँ राखेर चाहिँ यसरी घुमायो भने हामीले के गर्न सक्छ, यहाँको एउटा आर्च बनाउन सकिन्छ। र अर्को यो त धेरै नेग्लिजिबल थिकनेस, यो चाहिँ के गर्ने, हातैले सानो बनाइदिने, यसरी बनाउन सकिन्छ है त। ल यो पनि बनाइहाल्यौँ, यो पनि बनाइहाल्यौँ। त्यस पछाडि हाम्रो यो चाहिँ के गर्ने भन्दाखेरि एउटा पोइन्टबाट चाहिँ 45 डिग्रीमा चाहिँ के गरिदिने, यसरी काट्दिने, यसरी यहाँनिर थोरै टच हुने गरी, यसको टेन्जेन्टमा टच हुने गरी चाहिँ हामीले के गरिदिने, काट्दिने है त। त्यस पछाडि अब हाम्रो यसको हाइट कति छ, 140 mm। त्यसको चाहिँ के गर्ने, यहाँ बेसबाट 140 mm चाहिँ के गर्ने, माथि हाम्रो के गर्ने, रेफरेन्स लाइन तान्दिने। यो चाहिँ के भन्नु पऱ्यो, टप भयो। यसको चाहिँ के भयो, माथिल्लो भाग चाहिँ के हुने भयो, यति हो। यहाँभन्दा माथि चाहिँ हामीले के गर्नु पऱ्यो, बनाउन मिलेन होइन। हाम्रो चाहिँ के छ, यसको यति मात्रै छ भन्ने कुरा बुझ्यो है। र त्यस पछाडि
त्यसबाट हाम्रो यहाँबाट हेर्नु त यो बनाउनको लागि यहाँबाट के छ 50 mm सम्म चाहिँ हाम्रो थ्रेड छ। यो के हो थ्रेडको भाग चाहिँ यति भयो होइन। थ्रेडको भाग यति भइसके पछाडि र अब हेर्नु थ्रेडको भाग यति भयो। त्यसबाट हाम्रो के बनाउनु छ यसमा भन्दाखेरि यसमा दुईवटा प्लेट एसेम्बल गर्नुपर्ने छ। कसरी प्लेट एसेम्बल गर्ने थाहा हुन्छ भन्दाखेरि हामीलाई प्लेटको टप भ्यूमा हेर्नुहोस् त यहाँनिर के देख्छ 13 डायमिटरको एउटा होल अथवा एउटा चाहिँ होल दिएको छ होइन। त्यसको मतलब के भन्दाखेरि हामीलाई यो होलमा चाहिँ हामीलाई एउटा यो छिराउनु पर्ने छ भनेपछि यो यसको डायमिटर कति छ 12 छ र यो 13 छ भनेपछि यो चाहिँ के छ सजिलै यसमा एसेम्बल हुन सक्छ। त्यस कारणले यसको साइड भ्यू यो त हामीले के गर्दैछौँ भन्दाखेरि अहिले चाहिँ हामीले के गर्दैछौँ फ्रन्ट भ्यू बनाउँदैछौँ होइन। फ्रन्ट भ्यू बनाउँदैछौँ। फ्रन्ट भ्यू भनेको त अथवा फ्रन्ट भ्यू अथवा साइड भ्यू भनेको चाहिँ के हो यो होइन। हामीले यस्तो खालको चाहिँ बनाउनु पर्ने भने चाहिँ के गर्नु पर्यो भन्दाखेरि यो प्लेटको यो पार्ट बनाउनलाई यसको हामीलाई थिकनेस चाहिने भयो। थिकनेस चाहिँ कति चाहिँ दिएको छ हाम्रो 10 दिएको छ होइन। यो 10 चाहिँ हामीले के गरौँ यहाँनिर डिफ्रेन्स लाइनको 10 mm चाहिँ माथि बनाइहाल्छौँ र त्यति गरे पछाडि हामीले के छ यो सेन्टर लाइनबाट 30 mm यताउतासम्म चाहिँ के छ होरिजेन्टल छ फ्ल्याट छ होइन। र फ्ल्याट छ भने पछाडि के गर्ने त्यति चाहिँ हाम्रो के गर्ने रिफरेन्स लाइन तानिदिने। रिफरेन्स लाइन तानिसके पछाडि हाम्रो के हो 10 डायमिटर भयो र यसलाई पनि के गरिदिने डार्क गरिदिने। यो चाहिँ के छ हाम्रो के छ यो चाहिँ फ्ल्याट छ। यो यति चाहिँ भएको चाहिँ के छ फ्ल्याट छ होइन। यो यहाँदेखि यहाँसम्म सेन्टर भागदेखि यो चाहिँ कति छ 30 mm चाहिँ के छ फ्ल्याट छ भनेपछि यो चाहिँ हामीले यहाँ ड्र गर्ने। त्यस पछाडि के गर्नु पर्यो हाम्रो यो एउटा कर्भवाला पार्ट छ होइन। यो वाला कर्भवाला पार्टको चाहिँ रेडियस कति छ 20। रेडियस कुनै पनि जस्तै हामीले सर्कल बनाउनु पर्यो भनेदेखि रेडियस 20 भनेपछि हाम्रो यो चाहिँ काम यो रेडियस भनेपछि त हामीले यसको सेन्टर पोइन्ट त यो टेन्सन भन्दा त हामी के गर्छौँ भन्दाखेरि 20 mm माथि गएर चाहिँ हामी सेन्टर पाउँछौँ भन्ने कुरा थाहा हुन्छ। त्यसै गरी हामीलाई यो एउटा आर्च बनाउनु छ भने यसको एउटा आर्च अनि यसको सेन्टर 20 mm छ भने यसको के गर्नु पर्यो योभन्दा 20 mm माथि जानु पर्यो होइन यसको सेन्टरका लागि। त्यसका लागि के गर्ने भन्दाखेरि यहाँबाट हाम्रो के गर्ने 20 mm चाहिँ माथि अफसेट गराउने एउटा पोइन्ट होइन। यो पोइन्ट हाम्रो के भयो सेन्टर अब आर्चमा यो। त्यस पछाडि अब हाम्रो यहाँबाट के गर्नु पर्यो आर्च बनाउनु पर्यो। बनाउने त हो तर कहाँसम्म बनाउने भन्ने हो नि त। त्यसका लागि हामीलाई के दिएको छ भन्दाखेरि यहाँनिर यो बेसको प्लेटको बेसदेखि यो हाइट चाहिँ कति दिएको छ 16 दिएको छ होइन। 16 दिएको छ भनेपछि हाम्रो के गर्ने 16मा पनि एउटा के गर्ने रिफरेन्स लाइन चाहिँ बनाउने है त। त्यसबाट के गर्ने भन्दाखेरि जस्तै अब हाम्रो के गर्ने अब यो पोइन्टबाट चाहिँ हाम्रो अथवा यो पोइन्टबाट जुन पोइन्टबाट सुरु बनाइनुहुन्छ यो पोइन्टबाट चाहिँ गर्ने आर्च बनाउने। यो भनेको कतिको 20 रेडियसको भयो नि। यो इनर आर्कको 20 रेडियसको हो नि त। इनर आर्क चाहिँ के गर्ने 20 रेडियसको यहाँदेखि यहाँसम्म बनाउने। ल यसरी बनिसके पछाडि 20 रेडियसको आर्क बनाउने। अब यसको यहाँ हाम्रो कम्पास राखेर कम्पासलाई यहाँसम्म तन्काएर फेरि यहाँबाट पनि अलिकति माथिसम्म के गर्ने आर्च बनाउने होइन। यो किन यतिसम्म मात्र बनाएको भन्दाखेरि यहाँ हेर्नु त यहाँनिर एउटा स्लोप एङ्गल छ। यसको कुनै पनि प्यारामिटर दिएको छैन। के भयो यसलाई के गर्ने भन्दाखेरि यो चाहिँ 45 डिग्रीमा यहाँबाट चाहिँ एउटा लाइन बनाउने। त्यसै गरी यहाँ पनि के गर्ने यता अर्को साइडमा पनि के गर्ने त्यसै गरी चाहिँ आर्चहरू बनाउने। यो यहाँनिर कम्पास राख्ने र पहिला के गर्ने 20 रेडियसको सर्कल बनाउने। त्यसरी यहाँदेखि यहाँसम्म कम्पास तन्काउने। कम्पास तन्काएर फेरि के गर्ने यहाँदेखि सर्टेन लेन्थसम्म चाहिँ यो बनाउने र यो पोइन्टबाट चाहिँ हामीले के गर्ने यो त हामीलाई नोन छ यो भएपछि के गर्ने यसबाट के गर्ने 45 डिग्रीमा चाहिँ के गर्ने लाइन तान्ने। यति भएपछि के गर्ने तल्लो प्लेट चाहिँ हामीले के गर्नु बनायौँ र हामीले के देख्छ भन्दाखेरि दुईवटा प्लेट दिएको छ। दुईवटा प्लेट लाउनु हुन्छ यहीँ माथि दुईवटा प्लेट लाउनु त होइन होला। के गर्नु भने हामीले सस्पेन्सन केबलका लागि सस्पेन्डर बनाएको। सस्पेन्डर भनेको एउटा के भन्दाखेरि हामीले यो केबल समात्नु पर्ने होला नि त यसले होइन। केबल समात्नु पर्ने भए पछाडि के गर्ने भन्दाखेरि यहाँनिर हाम्रो केबल आउन सक्छ है त। यहाँनिर केबल आउन सक्छ भन्ने कुरा चाहिँ हामीले थाहा हुनु पर्यो। त्यो ठाउँमा चाहिँ हाम्रो के छ केबल आउन सक्छ भन्ने कुरा चाहिँ थाहा पाउनु पर्ने हुन्छ हामीले होइन। र त्यस पछाडि के गर्ने भन्दाखेरि अब चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि यहाँनिर चाहिँ हाम्रो यो केबलहरूको मेन केबलको चाहिँ सेक्सनल जस्तै हामीले फन्डको बनाउने भने त केबल त यसको यसरी जाने हो नि त केबल त होइन। जस्तै यो हाम्रो यो एउटा सर्कुलर भन्छ जस्तै यसरी हाम्रो केबल चाहिँ के गर्ने भयो बस्ने हो भने पछाडि के गर्नु पर्यो हामीलाई यसको यहाँनिर के गर्ने सेक्सनल फन्ड केबलको 32 mm डायमिटरको अथवा यहाँनिर चाहिँ 16 mm डायमिटरको चाहिँ सर्कल बनाउनु पर्यो। त्यो सर्कल बनाउन के गर्ने भन्दाखेरि के गर्नु पर्यो भन्दाखेरि यसको सेन्टर पत्ता लगाउनु पहिला। सेन्टर पत्ता लगाउनु 32 mm हाम्रो डायमिटर दिएको छ भने चाहिँ आधी भनेको 16 mm त हामीले के गर्नु पर्यो यसबाट अफसेट गर्नु पर्यो। 16 mm अफसेट गराउने होइन 16 mm अफसेट गराउने।
त्यस पछाडि के गर्ने भन्दाखेरि यो जम्मा त्यस पछाडि हामीले के गर्छौँ, यो भनेको हाम्रो फेरि के हुन्छ, यसको सेन्टर पोइन्ट हुन्छ। त्यसका आधारमा चाहिँ हामीले के गर्छौँ, दुईटा सर्कल बनाउँछौँ, दुई साइडमा सर्कल बनाउँछौँ। हामीले किन दुईटा बनाएको भन्दाखेरि हाम्रो स्टिल मेन केबलै दुईटा दिएको छ भने हाम्रो दुईटा केबल क्याच गर्नुपर्ने छ होइन। र यो भनेको त हाम्रो सेक्सनल हो। जस्तै यो फ्रन्ट भ्यू बनाउँदाखेरि त्यो त काटिन्छ भने चाहिँ के गर्ने भन्दाखेरि यसलाई के गरिदिने, ह्याच गराइदिने होइन। त्यस पछाडि अब यस्तै प्लेटले माथिपट्टि क्याप क्याप गराउनु पऱ्यो कि क्याप जस्तो बनाउनु पऱ्यो कि भने पछाडि के गर्ने भन्दाखेरि यही प्लेट चाहिँ माथि बनाउनु पऱ्यो भने पछाडि यो होरिजेन्टल पार्टसम्म त सेम नै हो भनेपछि यहाँ माथि के गर्ने, होरिजेन्टल पार्टसम्म चाहिँ सेम नै हो, यसको थिकनेस कति नै हो, 10 नै हो होइन। यो त हामीलाई थाहा छ, यति हो। र फेरि अब हामीले के गर्नु पऱ्यो भन्दाखेरि फेरि हाम्रो यहाँ अलिकति थोरै बाहिर निस्के जस्तो देखिएको छ, तर यो चाहिँ यही लाइनसम्म मात्रै है त। र त्यस पछाडि के गर्ने भन्दाखेरि अब चाहिँ के गर्ने भन्दाखेरि यो पोइन्टबाट पनि के गर्नु पर्यो, फेरि आर्च बनाउनु पर्छ। तर यो त आर्च हामीले के गर्ने, अपार्ट त बनाउने होइन। अब हामीले कस्तो बनाउनु पर्यो, यस्तो खालको बनाउनु पर्ने हो। यसलाई समात्नु छ नि त हामीलाई होइन। यसलाई समात्नु छ भने चाहिँ यसलाई यसरी डाउनलोड बनाउनु पर्यो। त्यसको लागि के गर्नु भन्दाखेरि यो पोइन्टबाट चाहिँ के गर्छ, रेडियस 20 भने हामीले के गर्नु पर्यो, यहाँबाट हामीले 20 mm चाहिँ के गर्नु पर्यो, तल अफसेट डाउन पर्यो एउटा लाइन। यो लाइन अफसेट गर्नुको मेन उद्देश्य भनेको हामीलाई यो चाहिँ के हो, सेन्टर पोइन्ट अफ द यो आर्कको सेन्टर पोइन्ट पत्ता लगाउनको लागि हामीले के गरेको, अफसेट गरेको हो होइन। त्यति गरिसके पछाडि हामीले यहाँबाट सिम्पली 20 mm डायमिटरको यतापट्टि सर्कल बनाउन सकिन्छ। तर कहाँसम्म बनाउने भने चाहिँ हामीलाई यहाँबाट 16 दिएको छ भने चाहिँ हाम्रो यो टपबाट 16, यहाँबाट चाहिँ 16 mm चाहिँ के गर्ने, 16 mm तल पनि के गर्ने, एउटा अर्को रेफरेन्स लाइन तानिराख्ने होइन। त्यस यो लाइनसम्म चाहिँ हामीले के गर्नु पर्यो, कर्भ बनाउनु पर्यो कि कर्भ बनाउनु पर्यो भने चाहिँ हाम्रो सेन्टर पोइन्ट योबाट रेडियस चाहिँ हाम्रो 20 र यहाँसम्म चाहिँ आर्क पुर्याउनु पर्यो नि त। त्यसै गरी हामीले के गर्ने, यो साइडमा बनाएँ र यसै गरी अब फेरि के गर्ने, अहिले जस्तो यहाँनिर कम्पास राख्ने, त्यहाँबाट कम्पास यहाँसम्म तन्काउने, यहाँसम्म कम्पास तन्काएर फेरि के गर्ने, सर्टेड लेन्थसम्म यतासम्म चाहिँ के गर्ने, यसलाई आर्च बनाउने होइन। आर्च बनाइसके पछाडि के गर्ने भन्दाखेरि आर्च बनाइसके पछाडि यति भइसके पछाडि यहाँबाट 45 लाइन तान्ने, 45 लाइन तान्ने। अलिकति बढी भयो तपाईँले इरेज गर्न सक्नुहुन्छ। यहाँबाट के गर्ने, 45 लाइन तान्ने। सिम्पली यतापट्टि पनि त्यही गर्ने, सिम्पली के गर्ने, यतापट्टि पनि त्यही गर्ने। त्यस पछाडि हाम्रो यो चाहिँ बनिसकेको छ होइन। र यसमाथि चाहिँ हामीले के रे टाइट गर्नु पनि पर्यो नि त। हामीलाई के दिएको छ, दुईटा M12 को नट दिएको छ। त्यो पनि दुईटा नट बनाउन भन्दा पहिला के गर्ने भन्दाखेरि म नट चाहिँ यहाँ छुट्टै बनाएको देखाउँछु। नट बनाउन चाहिँ के गर्ने भन्दाखेरि रेक्ट्याङ्गल जस्तो हुन्छ, यो रेक्ट्याङ्गल बनाउनु पर्छ। रेक्ट्याङ्गल चाहिँ कतिको भन्ने कुरा चाहिँ हामीले यहाँ थाहा पाउनु पर्ने हुन्छ। हाम्रो रेक्ट्याङ्गल चाहिँ कतिको भन्दाखेरि हामीलाई यहाँ दिएको छ, यहाँ दिएको छ। यसको लेन्थ चाहिँ अथवा यसको के भन्ने, यसलाई वुड्थ भनौँ, अथवा यो चाहिँ कति छ, 20 छ होइन। र यसको चाहिँ थिकनेस चाहिँ कति दिएको छ, 10 दिएको छ होइन। र त्यही 20/10 को चाहिँ हामी के गर्नु, पहिला रेक्ट्याङ्गल बनाऊँ होइन। त्यस पछाडि हामीलाई चाहिँ यो यसको नटको स्ट्रक्चर चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो चाहिँ हल्का माथिबाट चाहिँ यस्तो खालको कर्भ जस्तो देखिन्छ कि, यस्तो प्लानमा बनाउँदाखेरि चाहिँ होइन। त्यही भएर त्यो बनाउनको लागि चाहिँ के गर्नु पर्यो भन्दा यसलाई चाहिँ माथिबाट चाहिँ 1.5 अथवा 2 mm जति चाहिँ के गर्ने, तल माथिबाट अफसेट गराउने। त्यस पछाडि हाम्रो यो 20 mm भए पछाडि 20 mm को यो हाम्रो यो त कति हो, 20 mm यो 20 mm हो। 20 mm भइसके पछाडि हामीलाई के गर्ने भन्दाखेरि यहाँबाट 5 mm, यहाँबाट 5 mm चाहिँ एउटा लाइन बनाउने होइन। यो लाइन बनाउने, किनभने हाम्रो तिनवटा भाग त बराबरै हुन्छ, तर यो दुईटा भाग त हामीलाई थोरै कोल्टेको जस्तो देखिएको हुन्छ नि त। यो चाहिँ अलिकति कस्तो भन्दाखेरि साइड भ्यू जस्तै। यो कस्तो खालको भन्दाखेरि यस्तो खालको बनाउँदैछ हामीले, यो हेक्जागन बनाउने हो। हेक्जागनको जस्तै हामीले यो लाइन प्रोजेक्ट गऱ्यो भने यसको लेन्थ हाम्रो जे हो त्यो एक्चुअल ट्रु लेन्थ पाइन्छ भने यो लेन्थ प्रोजेक्ट गर्ने भन्दा यसको ट्रु लेन्थ पाइँदैन। यो चाहिँ अलिकति ट्रु लेन्थ भन्दा थोरै हुन्छ। यदि यो र यो लेन्थ बराबरै छ भने पनि यो लेन्थ चाहिँ के हुन्छ, थोरै हुन्छ। त्यसको लागि चाहिँ के गर्ने भन्दाखेरि यसबाट चाहिँ हामी के गर्ने, 5 mm बनाउने, अफसेट गराउने। त्यसपछि यसबाट पनि के 5 mm अफसेट गराउने, र बिचको भ्याग चाहिँ जति रहन्छ त्यसरी नै रहन्छ होइन। ल त्यस पछाडि के गर्ने भन्दाखेरि यहाँनिर चाहिँ सिम्पली के गर्ने, कर्भहरू बनाउनु पर्यो हुन्छ। अब यो कम्पासले बनाउने झन्झट नगर्दा नि हुन्छ। यो हातैले कर्भ बनाइदिने, यसरी कर्भ बनाइदिने। त्यसले कस्तो आउटर प्रोजेक्ट भएको जस्तै यो सेन्टर भयो भने यस्तो खालको कर्भहरू बनाउने। तल्लोपट्टि पनि के गर्ने, त्यसै गरी कर्भहरू बनाइदिने। त्यति गरेको पछाडि के गर्ने, यो कर्भको यो पोइन्टहरू जोइन गरिदिने, र आउट पोइन्ट पनि जोइन गरिदिने, र यो पोइन्ट र यो पोइन्ट पनि जोइन गरिदिने। यति गरेको चाहिँ हाम्रो के हो, यो भनेको नटको स्ट्रक्चर भन्यो।
यसै गरी यहाँ दुईवटा बनाउनु पर्ने नटको स्ट्रक्चर चाहिँ के गर्ने, यसको डाइमेन्सन पनि यहाँ दिएको छ, यो डाइमेन्सन पनि दिएको छ। नटहरू चाहिँ हामीले के गर्नुपर्ने हुन्छ, यहाँनिर एसेम्बल गर्नुपर्ने हुन्छ। यसलाई चाहिँ हामीले यो नटहरू चाहिँ तपाईँहरूले यहाँ बनाउनु पर्ने हुन्छ। यो चाहिँ कतिवटा बनाउनु पर्ने हुन्छ, दुईवटा बनाउनु पर्ने हुन्छ होइन, दुईवटा बनाउनु पर्ने हुन्छ। ल दुईवटा नट बनायो होइन, त्यस पछाडि यो बाँकी रहेको यो भाग भनेको चाहिँ हाम्रो के हो, थ्रेड हो, थ्रेडको भाग हो नि त। थ्रेडको भागलाई चाहिँ के गर्ने भन्दाखेरि एउटा रेक्टेङ्गल जस्तो, यता रेक्टेङ्गल भन्दा नि लाइनले बनाउने, त्यस पछाडि त्यो भित्र चाहिँ अफसेट गराउने, थोरै अफसेट गराउने, 1 mm 2 mm भन्दा धेरै हुन्छ, 1 mm थोरै थोरै के गर्ने अफसेट गराउने। यो चाहिँ के हुन्छ, थ्रेड जस्तो देखिन्छ होइन। त्यस पछाडि यो हाम्रो बिचमा पनि त देखिन्छ नि फ्रन्ट भ्यू बनाएपछि त, यहाँ पो केबल छ त बिचमा, त हाम्रो यो सस्पेन्डरको यो हाम्रो यो रिङको भाग पनि देखिन्छ। त्यसका लागि के गर्ने, यसलाई पनि के गर्ने, डार्क गराउने। त्यस पछाडि हामीले फ्रन्ट भ्यू बनाउँदाखेरि हामीलाई यहाँनिर यो भित्र पनि त रिङ त कन्टिन्यू छ, त्यसका लागि के गर्ने, यो ड्यास ड्यास आउँछ हामीले रिफरेन्स लाइनमा चाहिँ यसलाई चाहिँ के गर्ने, ड्यास ड्यास लाइनले देखाइदिने होइन, ड्यास र एकपटक यहाँ हेर्दा त यहाँनिर हाम्रो कति छ, यो सर्कलको डायमिटर चाहिँ कति छ, 13 mm छ होइन। तर तर हाम्रो यो रिङको चाहिँ कति छ, 12 छ होइन। 12 भनेपछि हाम्रो त 1 mm बढी भयो भनेपछि यहाँ यतापट्टि हाफ mm यतापट्टि हाफ mm त बढी छ नि त यसको होलको थिकनेस, अथवा यो होलको डायमिटर त हाम्रो यसको प्लेटमा भएको होलको डायमिटर चाहिँ 1 mm बढी छ यो यसको भन्दा भनेपछि यहाँ थोरै थोरै चाहिँ के गर्ने भन्दाखेरि यहाँबाट थोरै अलिकति उता, यहाँबाट थोरै अलिकति के गर्ने, ड्यास ड्यास जस्तो देखाइदिने। यदि देखाइसके पछाडि के गर्ने भन्दाखेरि तपाईँहरूले चाहिँ सर्टेन डाइमेन्सनहरू जस्तै के गर्ने, यसको एउटा भनेको यसको रेडियस हुनसक्छ, यसको रेडियस हुनसक्छ होइन। र अर्को के हुनसक्छ भन्दाखेरि जस्तै यसको हाइट हुनसक्छ, यो भनेको कति छ, 16 छ, र हाम्रो कति हुन्छ यसको डायमिटर हुनसक्छ होइन। र अब के हुनसक्छ अरू भनेको यसको मेन यो हाइट पनि हुनसक्छ, अथवा यो कति छ भन्दाखेरि 140 छ। यसरी चाहिँ मेन डाइमेन्सनहरू चाहिँ दिनु। डाइमेन्सन दिँदाखेरि तपाईँ प्रपर रूपमा दिनुपर्छ। डाइमेन्सन यसरी रफली दिएकोले मार्क्स काटिँदैन। डाइमेन्सन दिँदाखेरि चाहिँ एकदम सफ्ट पारामा चाहिँ दिनुपर्ने हुन्छ ल। र यो चाहिँ सकिएको छ। यति गरिसके तपाईँले यसमा पनि फुल मार्क्स एटेम्प गर्न सक्नुहुनेछ। धन्यवाद।